भइसक्यो हालेर भाइ हेर्न सम्पूर्णमा नमस्ते। हामी यो दहबगर बुङ्गल नगरपालिकाको दहबगरको अनि कचाली खोला भन्ने ठाउँमा पुग्यौँ। कचाली खोला भन्ने ठाउँमा हामीले निकै दुःख र मेहनत गरेर झन्डै 6-7 घन्टाको उकालो ओह्रालो र कच्ची पक्की बाटो भिर हुँदै यहाँ पुग्यौँ। अनि रोडको बाटो त रहेछ, तर त्यो बाटो निकै लामो हुँदो रहेछ। लामो भएर म कचाली खोलाको यो ठाउँमा पुग्यौँ र अनि हामीले स्थानीयहरूसँग चाहिँ थोरै केही कुरा गऱ्यौँ। गरेपछि उहाँहरूले भन्नुभयो कि यहाँ चाहिँ फलाम पहिलेदेखि मजाले निकालिरहेका पहिलादेखिको हो। अहिले चाहिँ हामीसँग त्यस्तो प्रविधि छैन र मान्छेको मानसिकता पनि छैन, त्यसरी त रोकिएको हो बाबु। यहाँ चाहिँ पहिला थियो भन्ने चाहिँ छ, यो सबै फलाम हो भन्ने चाहिँ छ भन्नुभयो। त्यसपछि हामी खोज्दै आयौँ। खोज्दै आएपछि अब फलाम हो कि होइन भनेर त हामीले थाहा पाउनु पर्यो, फेरि परीक्षणका हिसाबले थाहा पाउनु पर्यो। भनेपछि यो रातो खैरो एउटा ढुङ्गा हामीले थुप्रै पायौँ, यहाँ खोलाभरि पायौँ रातो खैरो ढुङ्गा। अनि चाहिँ यसमा रातो खैरो ढुङ्गासँगै खोलाभरि पायौँ, हामीले हेऱ्यौँ। अनि केही बाहिरी विशेषताहरू हुन्छन् फलामका। फलाम हुने ढुङ्गाको केही विशेषता हुन्छन्। त्यो विशेषता भनेको के हो भने अरू ढुङ्गाभन्दा फलाम भएको ढुङ्गा अलिक गरुङ्गो हुन्छ, पहिलो विशेषता। दोस्रो कुरो यसमा कलरमा अलिकति कालो कि खैरो हुने गर्छ, रातो हुने गर्छ दोस्रो। अनि तेस्रो कुरा यसमा केही ढुङ्गाहरूमा ठाउँ चमक देखिने गर्छ। यो चाहिँ तेस्रो कुरा भयो। यो गरेपछि अब हामीले के गर्नु पर्यो भने यो ढुङ्गा हो कि होइन त, वास्तविक फलाम हो कि ढुङ्गा हो भन्ने त हेर्नु पर्यो भन्दा पहिलो हामीले परीक्षण एउटा चिन्ने परीक्षण के गर्यौँ भने है, अलि नजिक ल्याउँ। हामीसँग यत्रो यो चुम्बक छ, यो चुम्बक छ, देख्नु भएको छ तपाईँले, देखिन्छ नि स्पष्ट है। यो चुम्बक छ। मैले यहाँ पहिला यहाँ ढुङ्गा कुटेको छु, त्यो राम्रोसँग हेर्नु होला। यहाँ ढुङ्गा कुटे, यो हेर्नु होला। यो ढुङ्गा कुट्दाखेरि यसमा केही छैन। यो मैले यहाँनिर ढुङ्गा कुटेँ। ढुङ्गा कुट्दा यहाँ केही पनि छैन, यो आएन, यो ढुङ्गा आएन, त्यही नजिकको ढुङ्गा। तर मैले यहाँ चाहिँ फलामको धाउ भएको हेमाटाइटको यो कुटेँ। ल हेर्नु होला तपाईँ, यो हेर्नुहोस्, सबैमा यी हेर्नुहोस्, यो सबै ठुल्ठुला चिजहरू पनि यहाँ चाहिँ अट्याच भएर यो सारा यो